केटा हो लाइट पर्यो यो ब्राइटनेस कम गरेर होइन त्यो छोडिदिएँ फोटो त राम्रो आयो नि भिडियो त्यो कुरा छोडिदिएँ केटा हो आज हामी सुन्दरी जलिन होइन यो हामी प्लान 5 जनाको भए थियो आउने 2 जना मात्र छ कसम भने कि कोही भएन अनि यो ठाडो उकालो त्यस्तै छ कडक यो होइन तर जे भयो नि हामीलाई अरू आए नआए मतलब होइन क्या अब हामी आइसक्यौँ अब हामी रमाइलो गरेरै जान्छौँ क्या रिल्याक्स पारामा यो 2टा उकालोमा यस्तो भइसक्यो अझै ठाडै छ अनि के भन्नु पर्छ तेरो कसम भने हेर पिर्से त रिग्रेट हुन्छ क्या भिडियो देखेर कसम त्यसलाई ढाडे तँलाई नि अन्त रमेशे तिमीहरूलाई तिनटेलाई रिग्रेट हुन्छ क्या कसम भने तिमीहरूलाई हामीले जाउँ भने होइन तिमीलाई नपचेको कहिले नि त्यत्रो प्लान गऱ्यो आउने बेला जम्मा 2 जना ठिकै छ के नि भएर हामी रमाइलो गरेर आएको हामी गरौँ न तिनीहरूलाई पचेन ल अहिलेको भ्लगिङ अब माथि गएर आउँछ अब अर्को नेक्स्ट भ्लग ल बाई अहिले सुरु अब हाम्रो ट्रेक यहाँबाट बिगिन भइसक्यो टिकट लिएर 2टा अब हामी चलिदिन्छौँ माथि कतिसम्म सक्छौँ आज हामी माथि त्यस्तो केही ल्याउनु भएको छ झोलामा छैन त्यस्तो धारी चिजहरू लाइटर साइटर केही ल्याउनु भएको छैन आर्यन हो हजुर आर्यन बस्ने हजुर हजुर सुकेदार हजुर कुन ठाउँमा आएको कुन ठाउँबाट आउनु ए सुकेधाराबाट कुन ठाउँमा जाने कुन ठाउँ जाने खै कुन ठाउँ यहाँ थाहा नि छैन फर्स्ट टाइम हो कि ए हस् हुन्छ हजुर 2 जना कन्ट्याक्ट नम्बर भन्नु 9862 62 34 8549 कति भयो टाइम 11:53 त्यस्तो केही छ र झोला छैन खाने चिजहरू समिति ठाउँ फाल्दिनु है ए हस् हुन्छ ल अब यहाँबाट हाम्रो ट्रेक सुरु भइसक्यो यहाँबाट बिगिन भयो होइन अब खानेकुरा यो टिकट राम्रै राखेँ सक्छ पाइन्छ क्या अब फर्स्ट टाइम नि त अनि हामी कहाँसम्म जाने भनेर सोध्या हो कि कन्फर्मेसनको लागि क्या अनि त्यो नम्बरहरू केही कन्ट्याक्ट त्यो अलिकति इन्फर्मेसन त चाहियो नि कहाँ जाने के यहाँबाट चाहिँ हेलो गाइज होइन अब हाम्रो यहाँबाट ट्रेक सुरु भयो अब हामी पुरै सकाइदिन्छौँ क्या आज हामी कसम भने हुन्छ नि अब मान्छेहरू छुट्टै हुन्छ क्या आएर हल्का दुखी त्यस्तो होइन क्या हामी 2 जना आयो भने हामी निकै एक्साइटेड छौँ क्या हामीलाई नि जस्ट रमाइलो गरेर हामीलाई उचाइदिने मान्छे चाहिन्छ हामी चिल हो क्या हामीलाई भाइस मिले पुग्छौँ क्या भन्न कति माथि छ यहाँबाट नि होइन अब कति 2 घन्टा 1.5 घन्टाको हो म्याप पनि हेरौँ न कति किलोमिटर छ आम्मा 4.3 किलोमिटर छ यार अझै 21 मिनट ठ्याक्क होइन लिएको हाने मेरो फुट्छ लागि खुट्टा मरिएको थियो यार झन् यस्तो होइन तपाईँहरूलाई म यस्तो बबाल भ्यू पनि देखाउँछु कि कस्तो पिस ठाउँ छ कि आएर मनै शान्ति खुल्ला मनै शान्त भयो क्या यो पनि हाल्दै युट्युबमा त्यो के अरे त्यो उसको नाम के हो भने च्यानलको नाम एसयुजी हो होइन तपाईँहरू आउनु भने एकचोटि क्याफे छिर्नु अहिले हामी एकछिन आएर छिर्छौँ होइन पहिले 1 राउन्ड जुलम आम अनि त्यसपछि खाजा खाना आउँला त्यही हो क्या
तर कसम मलाई काठमाडौँबाट हल्का टाढा टाढा त नभए काठमाडौँमै हो तर नि यस्तो पिसफुल ठाउँमा छुट्टै मजै छुट्टै आउँछ क्या हेर्नु न भ्यू हेर्नु त्यस्तो बवाल के त्यहाँ यस्तो बवाल झर्नामा होइन सँगै नुहाउन पायो झन् बवाल हुन्थ्यो तर नुहाउन पायो भने बवाल हुन्थ्यो तर मिल्दैन के गर्नु हेरिदिउँ न भ्यू भनेको होस् छोडी अहिले आउँदाखेरि हामी तपाईँलाई फेरि देखाउनेछौँ ल अहिलेको भ्लग हामी थाक्यो माथि गएर एकचोटि फेरि अर्को भ्लग आउँदैछ त्यसमा हामी एडिट गरेर जोडेर रोडीमा उक्काले ठाडै छ यार कसरी जाने के भनेको मलाई यति बोल्न कन्फिडेन्सी कहाँबाट हुन्छ मलाई लाजै लाग्दैन भन्ने नि हो मान्छेहरू बोल्न डराउँछ भन्छ यो चाहिँ हो है मलाई यस्तोमा कहिले डरै लागेन कि चिल हामीलाई यत्तिकै होइन ठिक छ यार अझै 3 जना कसम त राहुलहरूले मिस गरिस् के राहुल पिर्छे त रमेशले मिस गरिस् के एडभेन्चर यति रमाइलो हुन्थ्यो नि तिमीहरू अब 3 जना हामी 5 जना ठिक्क हुन्थ्यो क्या भन्दैन ठाउँ बवाल छ हिँडाइ बवाल छ यस्तो उकालो छिर्नुपर्छ घरमा थाहा नि छैन कि म अर्जुनसँग घुम्न गएको भने एकचोटि कल गरेर भनिदिउँ है त्यो पनि भन्नुपर्छ खेडा हो घरमा इन्फर्म चाहिँ गर्नुपर्छ अलिकति केही ऊ भयो भने एकचोटि म मम्मीलाई कल गर्छु आमा कसम ठाउँ चाहिँ बवाल छ कि हेर्नु यस्तो बवाल छ अनि त्यहाँ हेर्नु यत्रो मान्छे आइरहनु के ल अहिलेको लागि भ्लग यहीँ गरिदिन्छु अझै धेरै माथि जानु छ त्यही भएर अर्को माथि गएर भ्लग एडिट गरेर हामी मिलाएर गर्छ हामी अहिले थाकिसक्यौँ अब हल्का माथि गएर एकछिन रेस्ट गरेर हामी तपाईँलाई अर्को भ्लग पनि हाल्नेछौँ ल अहिलेको लागि टाटा बाई बाई राइट हेलो हेर्नु है अघि हामी होइन तल एकछिन बसेर फोटोसोटो हेरेर त्यहाँ झर्ना थियो कि राम्रो बवाल त्यो झर्ना ऊ गरेर एकछिन हेरेर हामी त आएको के अनि तपाईँहरू नबिर्सिनु होला है हाम्रो एउटा भ्लग छ एसटिजी भ्लगमा सबैजनालाई वेलकम के अनि यो भ्लगको मेन क्रिएटर चाहिँ मै हो उहाँ हाम्रो सब क्रिएटर भन्दा नि भयो अनि एडिटर प्लस एभ्रिथिङ ऊ सबै म्यानेज गर्ने ऊ भयो उसले च्यानल डिरेक्टर भन्दा नि भयो क्या अनि थाहा छ नि अब यो एसटिजीको चाहिँ फुल फर्म के हो किन राखेको भन्ने धेरै क्युरियोसिटी पनि हुनसक्छ मान्छेहरूलाई त्यसको ऊ चाहिँ हामी पछि बिस्तारै भन्छु होइन त्यो बिस्तारै अहिले नै हाम्रो एउटा भ्लग छ अगाडि नि त्यो गएर पनि हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन नबिर्सिकन सब्सक्राइब चाहिँ गरिदिनु होला त्यसमा नि हामी यस्तो डेली भ्लग गर्ने होइन क्या हामी चाहिँ यसो थाक्यो है साथीभाइ भेट्दाखेरि होइन मेन चाहिँ हामी 3 जना म यो अर्जुन अन्त फेरि एउटा पृथ्वी छ त्यो आएन तिनीहरू अनि हामीले अझै 2 जनालाई बोलाएको थियो 3 जनालाई हामी 5 जना जाने भन्ने कुरा भएको थियो आउँदाखेरि जम्मा 2 जना के हो के यो फाइनल्ली हामी सुन्दरी जल आइसक्यौँ है सबैलाई वेलकम छ सुन्दरी जलमा कस हजुर होइन हाम्रो साथै गयो यहाँ टिकटको कुरो चल्दै रहेछ हामी चाहिँ किन यता आउन मिल्दैन होला भनेर बसेको थियौँ तर मिल्दो रहेछ होइन हजुर ए होइन के हुनु न त्यहाँ अहिले आर्मी ब्यारेक थियो अनि त्यहाँ चाहिँ हाम्रो ऊ भयो कि चेकिङ भयो ब्यागमा के खाजाहरू ल्याएको केही सामानहरू हतियारहरू छ लाइटरहरू जस्तो कुरा ल्याउनु भएको छैन भने कि हामी चुनौती जस्तो देखिन्छ भने हामी हेर्दै सोझो सरिफ देखिन्छ यार त्यो चेक भयो टिकट सिकेट भयो होइन चेकिङ भयो अनि यताबाट माथि बबाल ठाउँ छ अरे क्या बिहानै आउनु भएको तपाईँ यता के कुन ठाउँ अरे धापा है कि यता भन्ने राम्रो ठाउँ छ अरे बिहानै आउनु भएको छ अहिले लास्टै टाढा भ्याइँदैन भन्नुभयो ठिकै छ हेरौँ न आज हामी कहाँसम्म पुग्छौँ के गर्छौँ कति रमाइलो हामी त गरिहालिहाल्छौँ होइन त्यो कुरा त भन्नै परेन जस ठिकै हो उहाँहरूले पनि आफ्नो त्यसको लागि गर्नुभयो त्यो भिडियोमा प्रिमिस त्यो त्यो एरियामा अलिकति भिडियोहरू बनाउन मिल्दैन अरे त्यो कुरालाई हामी रेस्पेक्ट गर्नुपर्छ कि किनकि होइन उहाँहरू हाम्रै सेफ्टीको लागि बस्नुभयो त्यो त्यस्तो गर्नु हुँदैन ठिकै छ ल तल पनि फेरि वेलकम ब्याक छ हामी फेरि आइसक्यो होइन त्यो चेकिङ भने हामी त्यस्तो बिन्दास छ क्या हामीलाई मतलबै लाग्दैन हामी घुम्न रमाइलो गर्न आएको मान्छे त्यही माथि आज खाली छ कि यस्तो हुनुपर्छ कि
कसम त्यहाँ तल यस्तो बवाल खोला छ होइन अनि तपाईँ पनि केही बोलिदिनु पऱ्यो क्या हाम्रो सब टाइटल क्रिएटर छ भन्दै नि एसटिजी भ्लगमा सबले सपोर्ट गरिदिनु पऱ्यो कि हामी झन् के जम्मा भ्यू त्यस्तो आएको छ लाइक 5-6 आएको छ हेर्नु न हामीले कति मेहनत गरेर बनाएको हुन्छ कि तर केही छैन होइन हामी त एउटा भिडियो त्यस्तो उ गरेन हामी कन्टिन्युसली हामी साथीभाइ भेट्दाखेरि बनाएर हालिहाल्छौँ कि त्यो कुरा उ भएन तर त्यसको लागि हामीसँग त्यस्तो फेरि टाइम छैन कि अब यो 12 पढ्दैछ म 11 पढ्दैछु अर्को स्कुल पढ्दैछ अनि अर्को 12 पढ्दैछ अर्को राहुल पनि रमेश ऊ ब्याचलर पढ्दैछ ऊ काम गरेर ब्याचलर छ उसको भ्याइदिएन आज छुट्टी भएन त्यही भएर पनि त्यो नआएको आज नत्र त्यो रमेश त आउँथ्यो त्योभन्दा अगाडि पनि त्यसले हामीलाई धोका दिएको थियो यो तेरो लागि हो भाइ त हाम्रो भ्लग गरेर हेरेको त त्यसलाई म्यासेज गरेर भन्दै म्यासेज गरेर लिङ्क पठाइदियो क्या कसम भने तैँले धोका दिएर भाइ हामीलाई यहाँ 2 जना मात्र आउनु परिरहेछ ठिक छ सबैको आफ्नो प्रब्लम हुन्छ त्यो कुरालाई हामी मान्नै पर्छ होइन अनि केही छैन हामी 5 जना प्लान गरेर 2 जना आउँदैन हामीलाई केही दुःख चाहिँ छैन है अब आम्मा फाइनली हामी कुन ठाउँ आए चाहिँ हामीलाई थाहा नै छैन है यो थाहा नै छैन म एकपल्ट आएको थिएँ नआएको भन्दिनँ एकपल्ट आएको थिएँ तर आएर म पुरै घुमिनँ कि आधी गएँ आधीबाट त्यो हामी जहाँ त्यो मन्दिर माथि भन्थ्यो नि त्यहाँ पुगेँ त्यहाँबाट फर्क्यो कि बेलुका भइसकेको थियो अनि हामी त्यही कारणले एकपल्ट जान पाएको थिएनौँ त्यस्तो हो कि ल छोडिदियो त्यो कुरालाई छोडिदियो होइन अब हामीले कहाँ आयो गाउँ जस्तो के यो ऊ छ ठिकै हो यो चाहिँ के यो पुरानो भुतिया हवेली हो कि अब यो र ठिक छ अब अहिलेको भ्लगलाई हामी के अरे एन्ड गर्छौँ होइन एन्ड त के भन्नु अब अलिकति सबै कुरा बनाएर यत्रो लेन्दी छ धेरै टाढा नि छ क्या सब बनाएर सकिँदैन अनि त्यही माथि हाम्रो गोप्रो बोक्ने होइन हामी मोबाइल बोकेर हिँडेको अलिकति गाह्रै छ त्यही माथि फोन पऱ्यो मान्छेहरू आइफोन भन्छ तर मेरो भाषामा चाहिँ म फोन भन्छु है यार चार्ज टिक्दैन क्या अहिले माथि गएर यसो हल्का फोटोसोटो पनि खिच्नुपर्छ त्यसको लागि चाहिँ एकछिनमा हामी फेरि आउनेछौँ ल अहिलेको लागि टाटा बाई बाई होइन हामी थाक्यो पनि अब एकछिन त्यहाँ कति राम्रो बस्ने ठाउँ मैले बसेर हामी खाजा खान्छौँ होइन त्यति हो क्या केही छैन होइन भने यार हो यसको हिजो लेग डे थियो ऊ यहाँ जिम फ्रिक मान्छे यहीँ छ यसको लेग डे थियो हिजो झन् मेरो फुटसलमा यो खुट्टा मर्केर राम्ररी हिँड्नु नि भएको छैन के आइपुग्यो यहाँ बसेर एकछिन हामी एकछिन रेस्ट गर्ने होइन यहाँ बस्ने ठाउँ चाहिँ बबाल भयो कि यहाँ पिकनिक सिक्निक खाने मान्छे उ गर्नको लागि आउँदो रहेछ केही भएन हामी यहाँ चाहिँ बस्छौँ रमाइलो गर्छौँ होइन खाजा खान्छौँ फेरि हाम्रो अघिको भ्लग अझै माथि गएर फेरि स्टार्ट गर्छौँ कि यति हो आजको लागि अब के भन्नु एकछिनमा फेरि अहिले हामी कन्टिन्यू गर्छौँ त्यही हो एकछिन यहाँ बस्ने ल बसेर होइन यहाँ बस्छौँ न एकछिन यार पानी चाहिँ यहाँ क्या बबाल चिसो छ यार यो पिउने पानी हो र मन्दिर जाने बाटो यता एकछिन बसेर खास एकछिन बस्नु आइज न ल अहिलेको लागि टाटा बाई बाई होइन फेरि लेट्स बिगिन आवर जर्नी होइन हामी अहिले यहाँ कहाँ आइपुग्यो हामीलाई थाहा छैन है र हामीलाई नयाँ ठाउँ हो होइन नमस्ते वेयर आर यु फ्रम Poland. Poland. Yes. How is the experience? I'm from Nepal. Oh, from Nepal. Yes. So just regular hike? Nah, this is our first time, but First time? yes. Nice. How was your experience? Yeah, very good. Very good. Do you really like it? No worries. Okay, have a nice day. Bye. All okay. Thank you. Bye. Bye bye. अलि प्र्याक्टिस गरिरहँ अब बाहिर अब जानु भने त सहिलो हुन्छ नि त खैरीहरूसँग बोलिरहनुपर्छ यताबाट नि आउनु रहेछ क्या हामी उल्टो बाटो आएछौँ कि हामी सिधै हामी यताबाट आउनु पर्ने रहेछ यार कहाँ त्यो बट्टीबाट आयो कि रोडे रोड त्यही त हजुर हामी यताबाट यसो घुमेर आयो कि ए केही छैन जाउँ फेरि होइन अब
मान्छेहरू होइन यत्रो दुःख गर्यो यहाँ त्यत्रो 15-20 वर्ष पढ्यो होइन त्यसपछि जानी बाहिर गएर पैसा कमाउने हो क्या अनि तर यहाँ हेरौँ त खैरीहरू आएर नेपाल एक्सप्लोर गरिराख्ने कि कति मजाले के बरु यसको साह्रो होइन हामीले आफ्नै देशमा केही गरेर अपर्च्युनिटी डेभलप गरेर होइन इम्प्लोइमेन्ट अपर्च्युनिटी डेभलप गरेर केही गऱ्यो भने नेपालमै केही हुन्छ कि नेपालमा विभिन्न उद्योग कारखानादेखि लिएर पर्यटकको क्षेत्रमा धेरै अघि छ नि त त्यसैले बरु यही टुरिज्म इन्डस्ट्रीलाई डेभलप गरेर केही गऱ्यो भने हुन्छ कि हेर भन्न अलिकति पोजिटिभ मेसेज पनि दिनु परेन म थाकिसकेँ म हिँड्न सक्दिनँ ल म देखाएको छु ल फेरि यहाँबाट चाहिँ हाम्रो अर्को ट्रेकिङ सुरु भइसक्यो है हामी सुन्दरी जल उता घुमिसक्यो होइन अब यहाँबाट दाप के अरे दाप हो कि दाप रे दापसम्म गयो अब होइन यहाँबाट चाहिँ 8 किलोमिटर छ अरे होइन कम्ती पनि हाम्रो 8 किलोमिटर भनेपछि कति 2 घन्टा लाग्छ मजाले बढी लाग्छ होइन दाइ त्यही त ठिक्क हामी यत्तिकै स्पिड हेर्नु पुग्छ 2 घन्टामा हामी ट्याक्कै पुग्छौँ है जल्दी आइज न हिँड्न त्यही त बिस्तारै सब कुरा लिएर आएको छ हामीले खानेदेखि लिएर के चिन्तै छैन थाक्यो भने पनि एकछिन बसौला 5-10 मिनट आधी घन्टा बसौला होइन कता यताबाट हो कि त हो यता हो यताबाट छ होला बाटो नानी कताबाट बाटो ए यतैबाट थ्याङ्क यू बुनु लौ निस्किने त्यही बाटो त रहेछ नि मासतिर हौ हामी त्यही दाइ किन जाने त अब आइसक्यो के फर्किनु 2 घन्टा के जानु हामी त जाने होइन त गाइजहरू हामी घुम्ने भनेर आएको पुरा हामी अझै ढिलो भयो कि हामी घरबाट ठिक्कै 10 बजी निस्क्यो होइन यताउता गर्दाखेरि हामी कहाँ डेली एकै ठाउँमा हाइक जान अल्छी लागिहाल्छ नि भिडियोको भएको कि छैन भइरह होइन बस्नलाई डाँडा बगाएर काठमाडौँ त पछाडिबाट जो होइन भइसक्यो मैले त्यो अलिकति ब्राइटनेस एडजस्ट गरेँ क्या अब चार्ज टिक्दैन अलिकति त अझै 2 घन्टा हिँड्नु छ 2 घन्टाको ट्रेक अझै बाँकी नै छ कि अझै 2 घन्टा ट्रेक बाँकी छ अनि हामी भर्खर सुन्दरी जल घुमेर सुन्दरी जल सकाएर होइन अब फेरि दाप हो कि त्यहाँ माथि ड्याम छ कि बाबा त्यहीँ जानलाई त्यही हो ठाउँ चाहिँ बबाल छ है यति चाहिँ भन्छु घुम्न आउने भए चाहिँ जस्ट सुन्दरी जल एउटा चाहिँ डेन्जर ठाउँ हो ओ थाकिसक्यो हजुर त जिम फ्रिक मान्छे यस्तो हुन्छ भने के कार्डियो स्किप गर्थ्यो सादा मजाले कार्डियो भइरह होइन हामी हिँडै नै छौँ अब त्यो माथि जङ्गलमा अलिकति बेस्ट स्पट पायो भने हामी त्यहाँ बसेर एकछिन खाजा खान्छौँ खाजा खाएर अनि फेरि एकछिन हाम्रो फेरि ट्रेक सुरु गर्छौँ कि मान्छेहरू हेर्नु न त्यो दाब कि बब्बा छ त्यहीँ जाँदैछन् क्या अनि हामी पनि त्यहीँसम्म जान खोज्दैछौँ अझै कम्ती पनि हामी 2 घन्टाको ट्रेक छ अरे यहाँबाट 2 घन्टा ट्रेक भने धेरै हो नि जे जस्तो भयो नि होइन केही छैन अब हामी एकछिन बसेर खाजा खाएर एकछिन 10-15 मिनटको ब्रेक लिएर हामी फेरि हाम्रो जर्नी कन्टिन्यू गर्छौँ जस्ट होइन एसटिजी भ्लगमा जोडिएर बस्नुहोस् है लब्बाई अहिलेको लागि होइन जस्ट एउटा हाम्रो चाहिँ आज डिफ्रेन्ट कस्तो बवाल एक्सपिरियन्स भइरहेको के कुरा हो भन्दाखेरि नि अहिले पनि हामी होइन एउटा दाइलाई भेट्यौँ होइन के हो दाइ हाम्रो नाम साम चाहिँ थाहा भएन हामीले सोधेनौँ पनि अनि एजहरू पनि सोधेनौँ तर दाइ चाहिँ 4-5 टाइम्स एमटी एभरेस्ट माउन्ट एभरेस्ट क्लाइम्ब गर्नुभएको छ होइन उहाँको एक्सपिरियन्स उहाँको हामीलाई फोटोहरू पनि देखाउनु भयो होइन यस्तो हो भनेर अब उहाँ चढ्नु भएको छ भनेर अनि
उहाँ चाहिँ आफ्नो बुवालाई लिएर आउनु भएको रहेछ क्या आज जस्ट उहाँको एन्सर सुन्दा कसरी चढ्ने के गर्ने भनेर एउटा डिफ्रेन्ट एक्सपिरियन्स लियो कि आज हामीले धेरै कुरा सिकि पनि रहेको छौँ कि यो एउटा हाम्रो लागि एउटा हाइकिङ मात्र होइन कि एउटा यो भने नेचरमा बसेर नि ऊ दाइले भने ठिक भन्नु भाइ तिमी यस्तरी पुरै आत्तिर नचढ क्या जस्ट बिस्तारी सुस्तारी चढ होइन तिमी अहिले एकछिन छिटो जाँगर चलाएर चढ्छौ अनि त्यसपछि तिमी आधी घन्टा एकछिन बस्छौ कि अनि तिम्रो टाइम त वेस्ट भयो नि भन्ने कुरा आयो कि त्यो पनि हो हुन त एक हिसाबले बरु बिस्तारी जाऊ होइन तिमी पुग्छौ अहिले तिमीलाई पुग्न यहाँ 2 घन्टा लाग्छ 1.5 घन्टा लाग्छ अनि बेला तिमी 1 घन्टामा तल झर्छौ अरे कि हुन त ओह्रालोमा सहिलो हुन्छ ठिक छ दाइको एक्सपिरियन्स पनि मलाई राम्रै लाग्यो उहाँले भनेको हरेक कुरा हाम्रो सर उहाँ हुनुहुन्छ उहाँ पुरै थकित हुनुभयो मेरो चाहिँ पसिनाले ऊ भइदियो क्या डर त चलिरहेको छ नि भाइ उडी छ अनि लुगा मेरो पसिनाले भिज्यो क्या अनि त्यही भएर ब्याग तेला बनाउनु दिएको मैले तेला बोक्न थिएँ त्यही भएर हामी होइन यहाँ धाम कता त्यहीँ जाँदैछौँ हाइक अझै छ अरे ठिकै छ यहाँको नेचर अलिक बवाल छ कि तलको त्यो बाटो अलिक शीतल जङ्गल भएर हो यहाँ चाहिँ अलिकति माइसम्म यस्तै खरे कि भर्याङ मात्र अनि यस्तो केही जङ्गलहरू छैन त्यहाँबाट चाहिँ बब्बाल ठाउँ देखिन्छ अरे कि धाम हो कि दाम छ अरे 2 घन्टामा पुगिन्छ भने के हो रमझम के हुन्छ के कस्तो हुन्छ हाम्रो एक्सपिरियन्स तपाईँहरूलाई नि सेयर गर्नेछु क्या ओए के हो यो भ्यू हेर न यो भ्यू के हो के यो सक्छ भने कसम भने कि यस्तो बवाल भ्यू देखिन्छ नि यहाँबाट यस्तो देखाएको छ अझै 8 किलोमिटर भनेपछि हामी 1 किलोमिटर चलिसक्यो अब 7 किलोमिटर छ माथि यहाँ भ्यू हेर न यहीँबाट यस्तो बवाल देखिरहेको छ यार झन् माथिबाट कस्तो देख्छ होला कि हो कि भन्न बाबा ठिक छ तर के हो भने नि हामीले चाहिँ किन यो भिडियो बनाएर तपाईँहरूलाई सेयर गर्न खोजेको भन्दा मेन चाहिँ हाम्रो एक्सपिरियन्स कस्तो भयो अनि तपाईँहरू आउँदाखेरि तपाईँहरू आफ्नो साथीसँग आउँदाखेरि नि एउटा कस्तो के हुन्छ कस्तो अनुभव हुन्छ हाम्रो फुल्ली आफ्नो एक्सपिरियन्स सेयर गरे हो के कस्तो फिल गऱ्यो हामीले त्यसमा के प्रब्लम आयो के डिफिकल्टिजहरू के आयो कि हामी तपाईँलाई सब सेयर गरिरहेको कि किनकि तपाईँहरू आउँदाखेरि त्यस्तो नहोस् अझै राम्रो होस् अलि ठिक्क ग्रुपमा आउनु रमाइलो हुन्छ भनेर हल्का सबैलाई भनेको क्या आफ्नो सजेसन दिएको अब ठिकै हो यस्तै अब के कस्तो हुन्छ हामीले आधी बाटोमा तपाईँलाई पनि देखाउँदै आइरहेको छौँ हामी माथि पनि घर देखाउने हुन्छु हामीभन्दा माथि पनि उहाँहरू अझै हुनुहुन्छ ठिकै छ है हाम्रो यहाँ सर यहाँ पुरै थाकेर सिकिस्तै हुनुभयो म तर पनि मनी स्यासा गर्दै भने हिँडिरहेको छु कति थाक्यो क्या ठाडै छ यार यत्रो ठाडो छ कि उकालो नि अनि तर यहाँको यत्रो हिँडेको टोटल्ली वर्थित के यस्तो बवाल भ्यूहरू यस्तो राम्रो ठाउँ होइन टोटल्ली वर्थित भयो क्या म चाहिँ यता माथि दामसम्म हो कि दाम हो कहिले आएको छैन आज यो पनि एक्सप्लोर गर्ने भनेर हामी आयो ठिक छ अब अहिले हामीलाई चाहिँ थाक्यौँ हामी भिडियो बन्द गरेर हामी बिस्तारै हिँड्दै जान्छौँ अनि फेरि अलिकति केही हल्का उगाएपछि तपाईँहरूलाई देखाइहाल्छौँ है त बाई अहिलेको लागि बाई केटा हो हामीले चाहिँ खाजा खान सुरु गरेर टन्नै छ ला हामीले चिजबल ल्याउने बिर्स्यो नि कस्तो लाग्यो त बबाल लाग्यो पुरै अब यहाँ जिम फ्रिक मान्छे जहिले कार्डियो स्कोप गर्ने मान्छे आज डरले हिँड्ने आज दिउ हाल्नु हाल्नु होइन आज चाहिँ हाम्रो रमाइलो उयो ल्याउनु बिर्स्यो हामीले चिजबलले होइन हामी चाहिँ मजाले बसेर खाइरहेको तल यहाँ भ्यू यहाँ यस्तो सेक्वाली हाल्ने अहिले तल गएर हान्ने क्या भ्यू हेर न यहाँ यस्तो बवाल भ्यू छ यार अब हामी खाजा खान्छौँ खाजा खाएर फेरि हामी माथि सुरु गरेको छौँ एकछिन चिप्स ल्याउनु बिर्स्यो अब हामी सिक्का तल गएर खाने होइन हजुरलाई देखाउँछु नि त अहिले हामी खा त्यहाँ कति क्यालोरिज हुन्छ त्यो पनि हेर त घन्टाको क्यालोरिज हेलो गाइज होइन फेरि हाम्रो ब्रेक पछि सकिसकेको छ फेरि हामीले आफ्नो जर्नी सुरु गर्दैछौँ होइन अनि अहिले चाहिँ हामीलाई यस्तो लाग्थ्यो अब त हामी एक्लै छौँ भनेर अब हाम्रो पहाडी दिदीहरू पनि रहेछन् अब हामी के सोचेर हिँड्न सक्छौँ भने नि हामीभन्दा पहाडी नि कोही छन् हामीभन्दा ढिलो आउँदैछन् भनेर हामी हिँड्दैछौँ कि अहिले चाहिँ त्यो भएपछि आफूलाई नि मोटिभेट भयो नि त त्यो कुराले त्यही भएर हामी हिँड्दैछु पसलबाट तेर्सो भने खाना हो यहाँ
कताको पसलबाट तेर्सो भन्यो आई डोन्ट नो होइन अहिलेसम्म तेर्सो बाटै आएन पसलै आएन तेर्सो कहाँबाट आउनु होइन हामी बिन्दास हिँड्दा एउटा म बोतल बोक्छु झोला बोकिरहेछ अहिलेको 2 घन्टा मैले मजाले भयो क्या हामी दुवैजनाले ब्याग ल्याउने प्लान थियो तर होइन किन दुवैजनाले ब्याग बोक्नु किन गाह्रो हुन्छ बरु एकअर्काले सँगसँगै एक्सचेन्ज गर्दै बोकौँ न भनेर लान्छ एउटा मात्रै लिएर आएको भाइ धामधनीबाट यही होइन माथि यहाँबाट तेर्सो यही भनेर पसलबाट तेर्सो ल होइन हामी धेरै हिँडिसक्यो यार यसरी ए झन्नैले उल्टो कहाँ पुगिन्थ्यो आज झन्नैले है ल यताबाट तेर्सो खै त्यो त बाटै छैन त बबाल भालेर छ हेर त अनि यहाँ चाहिँ ठाउँ हल्का सानो रहेछ होइन हो त्यो आन्टीहरू क्या मजाले काम गरिरहेछन् घाँस काटिरहेछन् हेर्नु नै क्या बब्बाले के होइन होइन ठिक छ यो बाटो हल्का साँगुरो रहेछ अरे भ्यू माथिबाट देखाउँछु के म हिँड्न तर यहाँबाट भ्यूहरू पनि त ठिकै आन्टीहरू त्यहाँ काम गरिरहनु भयो अनि हामी ठिक छ थाकिसके भर्खर खाएको इनर्जी सकिसक्यो ल ल कस्तै घुरेर हेऱ्यो हो आन्टीहरूले हामीलाई के यिनीहरूलाई हेराउन भने अन्त ठिक छ कि छैन हामी हिँडिरहेको छौँ हामी हार मान्दैनौँ हाम्रो भ्युज नआए नि हामीलाई मतलब छैन हामी आफ्नो होइन कन्टेन्ट क्रिएसनमाथि एउटा हामी रेगुलर कन्सिस्टेन्सी हो कि के भन्छ अलिकति प्रोनाउन्सै गर्न आयो त है के हो भन्दै त डिसिप्लिन भनिदिउँ न डिसिप्लिन भएर हामी रेगुलर यसरी साथीभाइ भेटेर हामी हालिरहन्छौँ केही छैन होइन अब अलिक लागि बन्द गरे अझै 5 किलोमिटर छ हामी 3 किलोमिटर हिँड्यौँ अझै यहाँबाट 5 किलोमिटर 1.5 घन्टा जति लाग्छ होला आमा यहाँ धाम पुग्न 1.5 घन्टा लाग्छ अझै ए अब उकालो छैन कता सिधै ए धन्यवाद आमा ल के गर्नु उनीहरू अब ठुला मान्छेहरू त्यस्तै हो क्या ए त्यही त अब उनीहरू पनि ठुलो बन्छन् हस् धन्यवाद आमा हस् लुक एट दिस भ्यू ए होइन यहाँ यस्तो बवाल भ्यू देखाएको छ कि ए हस् धन्यवाद आमा कसम भने यार यो भ्यू हेर न यार हामी यो भ्यूको लागि त्यत्रो हिँडेर आएको टोटली वर्थ इट के बेलुकातिर